वेलकम टु माई युट्युब च्यानल भुजुङ भिलेजमा फेरि आज असल माछा समाउँदै हो साथी हो। भाइ माछा कति भेट्यो रे? मावा सिकारी गर्न छोडेर माछा सिकारी गर्दै हो आज साथी हो। ऊ त समातेको देखाउनु समातेको ओए साथी हो माछा 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 आयो आयो माछा लहे 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 आयो फेरि आयो फेरि कान्छ माइला माछै माछा माछै माछा ल है हेर है राम्रोसँग मसिनो त फाले पनि फरक परेन ठुलो नफाल है। लहे 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 माछा असल माछा साथी हो असल माछा 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 भने भ्याएको त नसमा है माछा चाहिँ माछा हेर भागेर आएको माछा यार आउँछ ठुलो चाहिँ जाँदैन। आयो माइला आयो ठुलो आम्मा काट्ले रहेछ त यार देखाउनु पर्दा हो क्या मैले भेट्यो आउँदो रहेछ त यार। अब यसलाई कसरी देखाउनु पर्यो थैलम गयो ठुलो काट्ले रहेछ त यार खोलामा नि यार टाउको फर्काइदिनु कत्ले माछा मर्स्यादीको हो कि कहाँको हो बरु सुदी खोलामा नि काट्ले माछा भेटियो त यार। आवश्यक किन लाग्यो पनि होइन आउँदैछ माछा त बल्ल ठुलो निस्किने छ आयो आयो माछा के भएको त समाउने त केही दुलम घुसेको कि बल्ल थाहा पाउँछ ठुलो माछा आउँछ हुन्छ हुन्छ ल नयाँ सल कत्ले त उफ्रिया उफ्री गरेर त फर्क्यो हो कि तपाईँको त्यो बुट रेडी आयो कि पानी अहिले कटेन कि हो त्यसमा कटाउनु है साथी हो माछा मार्ने तरिका चाहिँ यो पानी फाल्दैछ टक्क यसरी थिनेहा होइन सामान्यले समाउँदैछ थाप्नेले थाप्दैछ यस्तो साथी माछा चलाउने तरिका लोकल अर्ग्यानिक माछा खान आउनु होला भुजुङ गाउँ यस्तो साथी हो माछा समाउने तरिका यो चाहिँ रा हो साथी हो ठुलो रा छ हामीले चाहिँ टक्क यसलाई यसरी काटेर ठेकेर यस्तो दामीले मारेको छ। यहाँ चाहिँ यो सानोमा चाहिँ यति धेरै माछा छ गाईजी यति धेरै 1 किलो भइसक्यो साथी हो 1 किलो भएन र बढी छ ल है साथी हो भुजुङ गाउँ आउनु होला असल माछा खानलाई त्यहाँ फेरि आउँदैछ मैला पानी भरियो पानी यसरी फालिन्छ साथी हो
अस्तिको माउरी काटेको चाहिँ दुईटा भिडियो चाहिँ अब हामी हन्टिङ गर्दै थियो भने आज चाहिँ यो माइला भाइले चाहिँ फिस हन्टिङ गर्दैछ है साथी हो। जे पनि पर्फेक्ट हो यो मान्छे। खोइ अनुहार देखाइदेऊ त भाइ। हानी हन्टिङ फिस हन्टिङ सबै गर्छ यो भाइले पर्फेक्ट। माइला हजुर तिमीले त्यहाँ घोर्नु पर्ने पानी यता फाल्दैन कान्छाले उता फाल्छ त त्यो त पानी फालेपछि आफै निस्किन्छ त्यो माछा। चेपेर बसेको क्या सर्व कलरको छ नि यो माछा त है। जयगाउँ माछा आउट भयो। बल्ल बल्ल समातेर ल्याएको माछाले हुत्किदियो भने बर्बाद भएन। 1 किलो भयो त यार। 1 किलो बढी छ। उतैबाट फाल्नु दियो उतैबाट फाल हो त्यसरी। अब चाहिँ फेरि माछा निकाल्नु भयो। ए माइला भाइ कसियो पानी फाल्नलाई। छैन कहाँबाट जोर निस्किएछ त्यो त पशु माछा। ओ माछा त ढुङ्गा माथि पुग्यो त ऊ। होइन त्यो अघि नै टमाटर खायो। सिद्धो यहाँको उताको हेर त उताको त्यो पोखरी भएको छैन त्यो कुनामा हेर त कान्छा। त्यो ठुलो भित्र पोखरी छैन हेर त। मेरो नि चेपेर बुझु लागेर बसेको थियो क्या त्यहाँ। यो उता छिर्यो है। यो माछा उता छिर्यो। कता उता बसे जस्तो छ। कहाँ यता कहाँ छिर्छ यार यहाँ। त्यहाँ राछ कि छैन कान्छा। आठी टुटल बटाउनु है म दिन्छु न। ओ साथी हो दुवाली चाहिँ कक्का यहाँबाट किनेछ साथी हो। यहाँबाट कटाएको छ ढुङ्गाको मुनिबाट फेरि तल पनि यदि सानो छ तर यहाँ माछा चाहिँ बवाल हुन्छ साथी हो तलमा। यो राजा ठुलो थियो साथी हो। अहिले चाहिँ यसले टक्क फर्काएर चाहिँ यस्तो तरिकाले माछा मारिएछ साथी हो। अब सिद्धियो क्या हो माइला। यता चाहिँ हेर त यता है साथी।
यो मेरो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला गाइज गरिसक्दो। म यस्तै यस्तै भिडियोहरू फेरि पनि देखाउँदै जानेछु गाइज। ओके सी यू नेक्स्ट भिडियो।